हेलो साथीहरू नमस्कार, म हुँ मोहन ओली। आज म लमईको सार्वजनिक बगैँचामा आएको छु। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने केही बेरमा आउने कार्यक्रम रहेको छ। सुरुमा यहाँको वातावरण निकै शान्त देखिन्थ्यो। मानिसको आवत जावत कम थियो र चहल पहल खासै देखिँदैन्थ्यो। कार्यक्रम सुरु हुनु अघि सबैजना प्रतीक्षाको अवस्थामा थिए। केही समयपछि सभापति रवि लामिछाने कार्यक्रम स्थलमा आइपुग्नु भयो। उहाँको आगमनसँगै यहाँको माहौल अचानक परिवर्तन आयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेजीको आगमन भइसकेको छ। जोरदार तालीले उहाँलाई स्वागत गरिदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेजीलाई म स्टेजमा निम्ताउन चाहन्छु। एकपटक देउघरीको हल्लाले उहाँलाई स्वागत गरिदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। साथै स्वागत गरिदिनका लागि र दाजुलाई म मानिसहरूको चहल पहल तीव्र गतिमा बढ्न थाल्यो र भिड क्रमशः बाक्लिँदै गयो। समर्थकहरू एकदमै उत्साहित देखिरहेका थिए र रवि लामिछानेसँग पत्रकार भोजराज थापासँगै दाङ क्षेत्र नम्बर 1, 2, 3 का राष्ट्रिय स्वतन्त्र पार्टीका 3 जना उम्मेद्वारहरू उपस्थित हुनुभएको थियो। कार्यक्रम स्थलको वातावरण झनै राजनीतिक र सक्रिय बन्दै गयो। घन्टी चुनाव चिन्ह बोकेको पार्टीको नारासँग यहाँको माहौल घन्टीमय बनेको छ। समग्रमा हेर्दा सुरुमा शान्त रहेको लमईको सार्वजनिक बगैँचा आज राजनीतिक चहल पहल र चासो केन्द्र बनेको अनुभूति भएको छ। भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद।